समाजसेवी बुद्धिजीवी हर कार्यक्रमहरुमा पुग्ने एकदमै यस्तो व्यक्तित्व हुनुहुन्छ राजाराम सिलवालजीको आगमन भएको छ। मञ्चमा आएर विराजमान भइदिनु हुनका लागि अनुरोध गर्न चाहन्छु। यसैगरी आदरणीय जीवन थापाज्यूको पनि आगमन भएको छ। धेरै धेरै सम्मान छ। आदरणीय दाइ हुनुहुन्छ सरी रवि थापाज्यू दाइ अगाडि नै आइदिनु होला। एकचोटि यता है म सँगसँगै भन्नुहोस् है। जय श्री कृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैत गदाधर श्रीवासादि गौर भक्तवृंद हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे। श्रील प्रभुपाद की जय, चैतन्य महाप्रभु की जय। आजका मितिदेखि हरेक दिन जति सक्दो यो महामन्त्र हजुरले जप गर्नुहोला। त्यो महामन्त्रको कार्ड पनि उहाँलाई प्रदान गर्नुहोला र एकादशीको दिन सधैँ धेरै जप गर्नुहोला। जुन दिन हजुरले 16 मालाको जप र 4 नियमको पालन गर्नुहुन्छ त्यस दिन हजुरलाई श्रीधाम वृन्दावनमा त्रिदण्डी स्वामी महाराजबाट यज्ञ गरेर हजुरलाई यो अहिले त निमको मालामा जप्नको लागि दिइएको छ। किनकि हामी सबैको विभिन्न किसिमका कुराहरू खाने त्यस्तो प्रवृत्ति हुन्छ। जब यो निमको मालामा जप्दा 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 अन्तःकरण शुद्ध हुन्छ, पवित्र हुन्छ, त्यो दिन अग्नि साक्षी राखेर श्रीधाम वृन्दावनमा राधा रानीको कृपा आशीर्वाद लिएर त्रिदण्डी स्वामी महाराजबाट सन्यासीबाट हजुरको दीक्षा हुन्छ, तुलसीको माला प्राप्त हुन्छ, हजुरको नाम पनि आध्यात्मिक नाम प्राप्त हुनेछ। राधा माधव युगल चरणारविन्द की जय, श्रील प्रभुपाद की जय, निताय गौर प्रेमानंदे हरि हरि बोल।